नमस्कार सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई जसले उच्च शिक्षा अध्ययनको लागि चाहिँ यहाँ ग्रेसमा आइएलटिएस पढ्न आइरहनु भएको छ र यसमा यो भिडियो चाहिँ म स्पेसली ती विद्यार्थीहरूलाई ती दाजुभाइ दिदीबहिनीहरूलाई सम्बोधन गर्न चाहन्छु जसले चाहिँ सुरुचोटि दिँदाखेरि चाहिँ असफल भएको छ, जस्तो आइएलटिएस अथवा पिटी असफल भएको छ। उहाँहरूलाई चाहिँ के भन्न चाहन्छु भन्दाखेरि पहिलोचोटि प्रयास असफल भन्दैमा चाहिँ हतोत्साहित नहुनु। धेरै विद्यार्थीहरू छन् जस्तो कि आर्यन गिरी जसले दुईचोटिसम्म दिँदाखेरि चाहिँ उहाँको सफल भएन, तर तेस्रोचोटि चाहिँ सफल भयो, उहाँको चाहिँ सक्सेस भयो आइएलटिएस रिजल्ट। उहाँले चाहिँ दुईचोटि पहिलोचोटि चाहिँ मौका पर्नु भएको थिएन, दोस्रोचोटि चाहिँ अलिक ढिलो भएर आउनु भएर आइएलटिएस दिनुभयो र तेस्रोचोटिको प्रयासमा चाहिँ हतोत्साहित नभइकन उहाँले सफल बनाउनु भयो, सक्सेस बनाउनु भयो। र अर्को चाहिँ आइएलटिएसको पहिलो प्रयास असफल भएर हामीसँग त्यसै गरी फेरि आइएलटिएस पढिरहनुभएका अर्को सुषमा घले, उहाँ चाहिँ अहिले आइएलटिएस फेरि जोइन हुनुभएको छ। र अब कसैको चाहिँ पिटी सक्सेस हुँदैन। सुरुमा पिटी सक्सेस नभएपछि चाहिँ उहाँ बाहिर आइएलटिएस पढ्न जानु पर्दैन, किनभने कसैको पिटी सक्सेस हुँदैन, कसैको चाहिँ आइएलटिएस सक्सेस भइरहेको हुनसक्छ। त्यही भएर चाहिँ आइएलटिएस सक्सेस नभए पनि इम्बेरेस नहुनुहोस्, तपाईँ चाहिँ पिटीमा जोइन गर्न सक्नुहुन्छ, अथवा पिटी सक्सेस नभए पनि तपाईँ आइएलटिएस क्लास चाहिँ जोइन गर्न सक्नुहुन्छ। र यसमा आइएलटिएस क्लास चाहिँ स्पेसली तपाईँले चान्स नलिनुहोस् है। जस्तो चाहिँ कता कता पढेर चाहिँ तपाईँले यसमा थोरै तपाईँको टार्गेटेड स्कोरभन्दा कम आउनुभन्दा तपाईँले जेन्युन मेरो क्लास लिएर चाहिँ आफ्नो बाहिरको शिक्षा भनेको बेस्ट युनिभर्सिटीमा तपाईँले इन्ट्री पाउन सक्नुहुन्छ। किनभने बाहिर जानु मात्र ठुलो कुरा होइन, त्यसमा चाहिँ तपाईँको आइएलटिएस एउटा अलिकति डिजर्भेबल स्कोर भयो भने चाहिँ तपाईँले चाहिँ राम्रो युनिभर्सिटीमा तपाईँले चाहिँ पढ्न पाउनुहुन्छ। त्यस कारणले आइएलटिएस र पिटी स्पेसली आइएलटिएस क्लासमा भन्नुहोस्, यसमा चाहिँ कम्प्रोमाइज नगर्नुहोस्। र मैले चाहिँ यसरी गरेको रिजल्ट चाहिँ यदि तपाईँको आफ्नै पनि एउटा लगनशील इफोर्ट छ र बेस छ भने चाहिँ फरकै परेको छैन। त्यही नै भन्न चाहन्छु। एकचोटि सक्सेस भएन भने चाहिँ हतोत्साहित नहुनुहोस्, तपाईँले फेरि रिजोइन गरेर भए पनि दिन सक्नुहुन्छ।